नमस्कार छ हजुर। म यो लप्सीको अचार बनाउन थालेको छु। यो लप्सीको अचारमा अब के हाल्नुपर्छ भनेर सोध्नु होला। त्यति जानेर छैन मैले। खाना मिठो भइगयो है। अब मिठै बनाउँछु, बिहारी बनाउनु चाहिँ म के गरेर बनाउँदैछु। हजुरले यसो हेर्दै गर्नुहोस्। हजुरलाई सिक्नु मन लाग्यो सिक्नुहोस्। यो मैले तोरी भुटी हेर्नुहोस्। रायो पनि हुन्छ, तोरी पनि हुन्छ। अब यो तेल तताई, तोरीको तेल तताई, तोरीको तेल हालेर तोरीको तेल तताई। अब यसरी मेथी हाली, खुर्सानी हाली, आफूलाई कति खानु मन लाग्छ पिरो खुर्सानी हाली, यो कडी पत्ता हाली, अनि यो लप्सी हाली, बेसार हाली, त्यसमा अड्कलेर हाली। धेरै हाल्दा पनि तितो हुन्छ। यही हो लप्सीको अचार। अब बनाउने तरिका हजुरलाई पनि सिक्नु मन लाग्यो सिक्नुहोस्। अब यो नुन हाली, आफ्नो स्वादअनुसार नुन हाल्ने। जानुहोस्, नुन हालेँ यो मैले नुन हालेँ। नुन हालेर चलाउने। ट्याम्मा चलाउँदै गर्नुपर्छ, नत्र पिना लाग्छ, डढ्छ। यसरी चलाउनुपर्छ। सबैतिर पिना शुद्ध चलिएर चलाउनुपर्छ, नत्र भाँडा डढ्छ, अचार डढ्छ। ल सबै यसमा रायोको छोप कि रायो भुटेर किन्ने, अनि रायो भुटेर कि रायो कि तोरी भुटेर त्यो छोप बनाएर हाल्ने। हेर्नुहोस्, अड्कलेर हाल्ने। धेरै हाल्दा पनि मिठो हुँदैन। अड्कलेर यति हालियो। अब चिनी हालेँ मैले। अब यसमा गुलियो पनि छ, निलो पनि छ, पिरो पनि छ। हेर्नुहोस्, अब यसरी चलाउनुपर्छ। यो चिनी राखेपछि चाहिँ नछोपिकन चलाउने, नत्र फेरि पछि बिग्रिन्छ अचार। अब छोप्नु पर्दैन, त्यसलाई पाकिसकेको छ। ल धेरै प्लेटमा पसिएर अब तपाईँलाई देखाउनुको लागि मैले यहाँ प्लेटमा पसिएको छु। कसैले खाइरहनु भएको पनि छ, कसैले यसै चाखिरहनु भएको छ कस्तो छ भनेर। मिठै छ भन्नुभएको छ।